हेलो फ्रेन्ड्स, स्वागत छ यहाँलाई मेरो नयाँ भिडियोमा। आज हामी घुम्न जाँदैछौँ। यो जम्बू टोली चाहिँ केटाहरू दुलोभित्र छिरिसके होइन। अब हामी चाहिँ निस्क्यौँ एउटा रहेछ भित्रै। अब निस्किँदैछौँ हामी बाहिर चाहिँ। कहाँ जाँदैछौँ आज हामी? त्यही पार्क हो, अब नाम त भन्न आएन। त्यही पार्क हो होइन। जाँदैछौँ हामी टक्क लाएर चस्मा लाएर च्यानललाई सब्सक्राइब चाहिँ ठोकिहाल्नु है त। हाम्रो जम्बू टोली केटा आफ्नो बाइक स्टार्ट गर्यो। बुलेट आज 5 गियरभन्दा मुनि आउने होइन केटा हो। कसैले पनि 5 गियरभन्दा मुनि आउने जस्तो हुँदैन है केटा। ऊ त दाइले चाहिँ 1 गियरमा झ्याँ पाएर बस्छ। अब मैले चाहिँ यसरी साइकल चलाउँछु, तपाईँहरूले चाहिँ अब कृपया नचलाउनु होला। जापानको रुल्स ब्रेक नगर्नु होला। म चाहिँ यसो अलिअलि कुदाइदिन्छु है त। बढ्दैछौँ हामी अगाडि। यो दुलाडा चाहिँ मैले छिराउनु पर्ने हुन्छ केटा हो। लाग्यो हाम्रो जम्बू टोली काश्मीरतिर। फोन चलाउन त मन थिएन, के गर्नु। यस्तरी राम्रो ठाउँ छ, थोरै राम्रो बाटो छैन। यस्तरी निस्किने बित्तिकै यस्तो राम्रो हावा पनि खत्रै चलिरहेछ। तर यसरी मैले त चलाइहालेँ, तपाईँहरू चाहिँ नचलाउनु होला। आज मेरो बोली पनि किन लड बढिरहेछ यार। केही खाएको त थिइनँ मैले। यस्तो उकालो होइन है नि। तपाईँहरू पनि जापानको घुम्न आउनु हुँदैछ भने चाहिँ त्यो के अरे ठाउँ केटा हो, के अरे घुम्नु गएको ठाउँ? हो त्यो बिर्सिने ठाउँमा चाहिँ घुम्न आउनु हुँदैछ भने कृपया साइकलमा चाहिँ दामे देख्ने एउटा यहाँ अङ्गुर जस्तो फलेको छ। अब टिप्न मिलेन, यस्तो जङ्गलमा छ। त्यही पनि अब यो दाइले आज जङ्गल घुमाउने भएर हेर। यस्तो जङ्गल नेपालको भन्दा घनाको जङ्गल हराइयो भने हराइयो। मलाई चाहिँ यतिखेर ठ्याक्कै एउटा उखान याद आइरहेछ। चोक्टा खाना गएकी बुढी झोलमा डुबेर मरी भन्थे। बुढापाकाले हो रहेछ कस्तो राम्रो ठाउँ घुम्न गइयो होला भनेर सोचेको। यस्तो छ बाटो, साइकल पेलाइ। यहाँ हुँदैछ माइनिङ। हामी बढ्दैछौँ अगाडि। त्यही पनि हार चाहिँ मान्नेवालामा छैनौँ हामी जल्ल बल्ल भेटेर यस्तो साइकल पार्किङ गऱ्यौँ। अनि निस्क्यौँ हामी चाहिँ ने घुम्ने ठाउँ। के ठाउँ अरे केटा हो? ठाउँै थाहा छैन हिँडेदेखि। तर केटाहरूले टक्कै एउटा डाँडो कटाएर अर्को डाँडो दिइसके। हामी जसरी तपाईँहरू चाहिँ घुम्न नहिँड्नु होला। तपाईँहरू पनि फुकुओकामा हुनुहुन्छ भने यो ठाउँमा अवश्य भिजिट गर्नु होला। तर दुःख चाहिँ साइकल लिएर नआउनु होला। लास्टै दुःख। रमाइलो रहेछ ठाउँ, जङ्गलको बिचमा। तर के है यति मागासम्म जङ्गलको बिचमा एक एकवटा पोल मात्रै। पोल गाड्छ। संयोग छन् कस्तो लागिरहेछ? के अरे दिस इज फन। यस्तो पनि पानी आउँछ अरे। दिस इज म त थाहा भएको हामी ठाउँको बुझ्छौँ त के हो के वाउ ब्युटिफुल प्लेस इन सफन फुकुओका।